नमस्कार। आज हामी जेफ केलरको किताब द विनिङ एटिट्युडको सुरुवाती खण्डहरू प्राककथन र परिचयमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हो हाम्रो उद्देश्य चाहिँ अब यी अंशहरूबाट सकारात्मक मनोवृत्तिको शक्ति अनि यसलाई कसरी विकास गर्ने भन्ने त्यो मूल आइडिया के हो भनेर बुझ्ने हो। अनि यी सुरुका खण्डहरूले नै बाँकी किताबको लागि एउटा जग बसाल्छन् जस्तो लाग्छ। केलरले सुरुमा के प्रश्न पार्न खोज्नु भएको छ भने नि यो कुनै हल्का फुल्का कुरा होइन, बरु जीवन नै बदल्न सक्ने गहिरो अवधारणा हो। प्राकथनमा त उहाँले आफ्नै कथाबाट सुरु गर्नु भएको छ, त्यो निकै चाखलाग्दो छ। हो उहाँको त्यो वकिलबाट सफल मोटिभेशनल स्पिकर बन्ने यात्रा। तर यो खालि एउटा प्रेरणा दिने कथा मात्रै त होइन नि, होइन र? होइन। यसले त के देखाउँछ भने उहाँले जुन सिद्धान्तको कुरा गर्नुभएको छ त्यो आफैले आजमाउनु भएको हो। उहाँ आफै त्यो असन्तुष्ट अवस्थाबाट गुज्रिनु भएको रहेछ। बिल्कुल, त्यो महत्त्वपूर्ण छ किनभने यसले उहाँका कुराहरूलाई अब विश्वासिलो बनाउँछ। उहाँ भन्नुहुन्छ सन् 1980 को दशकतिर उहाँ दिक्क लागिसकेको वकिल हुनुहुन्थ्यो। हजुर। तर जब उहाँले आफ्नो सोच, आफ्नो मनोवृत्ति बदल्ने निर्णय गर्नुभयो तब उहाँको जीवनमा एकदमै ठूलो परिवर्तन आयो रे। यही व्यक्तिगत अनुभवले नै उहाँलाई यी विचारहरू अरूसँग लाखौं मान्छेहरूसम्म पुर्याउन प्रेरित गर्यो। र यहाँनिर उहाँले जोड दिएको एउटा कुरा छ नि, यो रातारात हुने चमत्कार वा बिना मेहनत धनी बन्ने फर्मुला होइन भनेर। यो कुरा सुरुमै प्रश्न पार्न किन आवश्यक ठान्नुभयो होला उहाँले? किनभने पोजिटिभ सोच्ने भन्ने कुरालाई कहिलेकाहीँ अलिक गलत तरिकाले बुझिन्छ कि हल्का रूपमा लिइन्छ कि। केलरले प्राककथनमै संकेत गर्नुहुन्छ कि वास्तविक परिवर्तनका लागि त व्यक्तिगत जिम्मेवारी लिनु एकदमै जरुरी छ। यो खालि राम्रो सोच्ने मात्रै होइन, जिम्मेवारी हो, बरु आफ्नो जीवनको ड्राइभर आफै बन्छु भन्ने एउटा प्रतिबद्धता हो। उहाँले पाठकलाई सोच्ने र काम गर्ने नयाँ तरिकाहरू विकास गर्न आह्वान गर्नुभएको छ। त्यो नयाँ तरिकाहरू भन्ने कुरा अलिकति खोल्न सकिन्छ? परिचय खण्डमा यसबारे केही छ? परिचय खण्डले चाहिँ जित्ने मनोवृत्ति अथवा विनिङ एटिट्युडको जग बसाल्छ। यहाँ नयाँ तरिकाहरू भन्नाले सायद पुरानो त्यो सीमित सोचाइहरूलाई त्याग्ने, हजुर, अनि चुनौतीहरूलाई चाहिँ अवसरको रूपमा हेर्ने, जस्तै परीक्षाको तयारी होस् वा जागिरको अन्तर्वार्ता। यस्ता अवस्थाहरूलाई डरले होइन कि आत्मविश्वास र तयारीका साथ सामना गर्ने मानसिकता विकास गर्नु। मतलब भित्री विश्वासको कुरा हो। यो बाहिरी व्यवहार मात्र होइन, भित्री विश्वासकै कुरा हो। यो त सुन्दाखेरि एकदमै आधारभूत तर शक्तिशाली विचार जस्तो लाग्यो मलाई। अनि उहाँले उल्लेख गर्नुभएको त्यो भारतीय युवा पाठकहरूको प्रतिक्रियाले पनि यसको व्यावहारिकता देखाउँछ, होइन त? हो, त्यो प्रतिक्रियाको कुरा एकदम अर्थपूर्ण छ। जब किशोर किशोरी अनि त्यो 20 को दशकका युवाहरूले उहाँको अघिल्लो किताब एटिट्युड इज एभ्रिथिङ बाट सिकेर आफ्नो जीवनमा चाहे त्यो पढाइ होस् या सानोतिनो काम सुधार ल्याएको बताउँछन् नि, यसले के देखाउँछ भने यी सिद्धान्तहरू सबैतिर काम लाग्छन् अनि फरक फरक उमेर समूहमा पनि यसको प्रभाव छ। यो कुनै पश्चिमी कन्सेप्ट मात्रै होइन रहेछ। भनेपछि किताबको लक्ष्य खालि प्रेरणा दिने मात्र होइन, बरु पाठकलाई उनीहरूको जीवन सुधार्नलाई ठोस टुल्स दिने पनि हो। एकदम। परिचय खण्डले प्रश्न पार्छ कि किताबले पाठकहरूलाई उनीहरूको त्यो युनिक क्षमता, अद्वितीय क्षमता के हो त्यो चिन्न र त्यसलाई विकास गर्न मद्दत गर्नेछ। हजुर। यो जित्ने मनोवृत्ति भनेकै आफ्नो क्षमतामा विश्वास गर्नु र असाधारण रिजल्ट ल्याउन निरन्तर प्रयास गर्नु हो। किताबले यो यात्रामा गाइड गर्छु भनेर वाचा गरेको छ। त्यसो भए यी सुरुका अंशहरूबाट हामीले अब मुख्य रूपमा के बुझ्न सक्यौं त? सारमा भन्दाखेरि दुईटा मुख्य कुरा छन् जस्तो लाग्छ। पहिलो, हाम्रो मनोवृत्ति, हाम्रो एटिट्युड चाहिँ हाम्रो जीवनको दिशा र परिणाम निर्धारण गर्ने सबैभन्दा शक्तिशाली तत्त्व हो। दोस्रो, यो जित्ने मनोवृत्ति जन्मजातै हुने कुरा होइन, यसलाई विकास गर्न सकिन्छ। तर त्यसको लागि सचेत प्रयास चाहिन्छ, जिम्मेवारी लिने इच्छा चाहिन्छ र आफ्नो सोच र काम गर्ने तरिका बदल्न तयार हुनुपर्छ। र किताबले यही विकासको यात्रामा सघाउने व्यावहारिक रणनीति र उपायहरू दिन्छु भनेको छ। यो खालि के गर्ने भन्ने मात्र होइन, कसरी गर्ने भन्नेमा पनि केन्द्रित हुने देखिन्छ।
हो, यो आत्मसुधारको एउटा प्रक्रिया हो, कुनै जादु होइन। यसमा निरन्तरता र अभ्यास चाहिन्छ भन्ने कुरा केलरले सुरुमै स्थापित गर्न खोज्नु भएको छ। ठिक हो। अन्तमा श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडौँ न त। यदि जेफ केलरले भने जस्तै मनोवृत्तिले यति धेरै फरक पार्छ भने आफ्नो जीवनको कुन एउटा क्षेत्रमा सानो तर सचेत रूपमा मनोवृत्ति परिवर्तन गर्दा सबैभन्दा ठूलो सकारात्मक प्रभाव पर्न सक्ला, यो विचार गर्न लायक छ।